2012 सबैको मनमा उमङ्ग छाओस् र माया प्रेमले सबैको लाइफ भरोस्। जब हुन्छ मेरो सामु तिमी लाख हेरिरहु तिमीलाई, जब हुन्छ मेरो सामु तिमी लाख हेरिरहु तिमीलाई, जब हेर्छु रिसाई झै गरी लाग्छ सुमी देऊ तिम्राती ओठभरि। किन यति रिसाउँछौ तिमी अरूसँग म केही बोल्दैन, छैन कोही तिमी बाहेक, तिमी नै छौ यो मेरो मुटुमा। अरूसँग म केही बोल्दैन, छैन कोही तिमी बाहेक, तिमी नै छौ यो मेरो मुटुमा। यस वर्ष सबै रोमान्टिकहरू बसौँ। चाहनामा कल्पनामा तिमी पाउँछु सपनीमा घरि घरि। चाहनामा कल्पनामा तिमी पाउँछु सपनीमा घरि घरि। तारा थाहा पाउँछौ कति माया छ यो मनभरि। नबुझेलाई कसरी म बुझौँ, कति भनिसके तिमी नै हो मेरो माया, तिमी नै छौ यो मुटुमा। किन यति रिसाउँछौ तिमी अरूसँग म केही बोल्दैन, छैन कोही तिमी बाहेक, तिमी नै छौ यो मेरो मुटुमा। किन यति रिसाउँछौ तिमी अरूसँग म केही बोल्दैन, छैन कोही तिमी बाहेक, तिमी नै छौ यो मेरो मुटुमा। थ्याङ्क यू। र आजलाई यति नै। विश यू अल द लभली भ्युअर्स अफ ह्याप्पी न्यू इयर। र फेरि एकपटक नेपाल वानमा आफ्नै घरमा आउनु पाउँदा धेरै खुसी लाग्यो। ओके, थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। एक हप्तासम्म हातै धुम्दिनु होला हौ अब त। ओके, यो स्टेजमा आउँदाखेरि हुन्छ नि जति इम्पोर्टेन्स मैले पाउँछु, जति माया मैले पाउँछु होइन, त्यहाँ कहीँ पनि पाउँदिनँ। र थ्याङ्क यू सो मच एभ्रिबडी। अब 2012 मा मैले जति पनि गल्ती गरेको छु, जति पनि चित्त दुखाएको छु कसैको, आइ एम रियली भेरी सरी एन्ड आई लभ यु अल भन्न चाहन्छु। ओके, सो यही भन्दै भन्दै अब यु नो लाइक ठुलो ठुलो गायकहरूको त गीतहरू सुनिसकेका छौँ हामीले होइन। र भर्खरै मात्रै यही स्टेजमा यु नो लाइक यही स्टेजमा बुहारी पाउनु भएको छ यहाँ। आफै चुज त गर्नु भएको होइन होइन, बट स्टिल हुन्छ नि मेरो फोर्समा चाहिँ अब चुज भइएको थियो। र उहाँलाई चाहिँ निम्त्याउन चाहन्छु। मिस्टर अमन, प्लिज आइदिनु होला स्टेजमा। र यु नो लाइक न्यू जेनेरेसनको यस्तो प्रतिभा देख्दाखेरि, यस्तो ट्यालेन्ट देख्दाखेरि वी अल लाइक हुन्छ नि भन्न सक्छौँ द्याट म्युजिक इन्डस्ट्री चाहिँ एकदमै यु नो लाइक हाइटमा पुगिसक्यो भनेर। हाइट त थाहा भएन, यत्रो लामो इन्चको हिल लगाउँदाखेरि म त्यत्रो रहेछु क्या। म ठुलो हो ल है। ओके, एनिवे र अब सबैजनाको हामी न्यू इयर रेजुलेसन त सुनिहाल्यौँ होइन। अब भर्खर क्लास 6 मा हुनुहुन्छ तपाईँ, र तपाईँको चाहिँ के छ त? मेरो त धेरै केही छैन।
लाइक मैले 2012मा चाहिँ मैले मेरो भिडियो रिलिज गरेँ त्यही हो ओके सो भिडियो रिलिज गर्नुभएको छ र 2013मा चाहिँ अझै धेरै भिडियो रिलिज गर्ने 2013मा चाहिँ मेरो सेकेन्ड एल्बम चाहिँ रिलिज गर्न लाग्छौँ ओके सेकेन्ड एल्बम रिलिज गर्न लागेको छ ओके सो उहाँले चाहिँ सेकेन्ड एल्बम पनि रिलिज गर्न लाग्नु भइसकेको छ र लाइक हाम्रो नयाँ जेनेरेसनको यस्तो ट्यालेन्ट्सहरू देख्दाखेरि वी निड योर सपोर्ट सो प्लिज उहाँहरूलाई सपोर्ट गरिदिनु होला र पाइरेसी जुन चाहिँ भन्नु एकदमै नराम्रो वर्ड छ पाइरेसी त्यसलाई चाहिँ प्लिज स्टप गरिदिनु होला ओरिजिनल सिरिजहरू डिभिडिजहरू प्लिज लाइक हुन्छ नि किनिदिनु होला ओके सो अमनजी र यो माइक तपाईँलाई दिँदै र 2013मा चाहिँ एकदमै राम्रो राम्रो गीतहरू गाउनुहोस् है भन्दै यता स्टेजबाट जान चाहन्छु है त Hello everyone. First of all, I would like to say Happy New Year to all of you. And today I'm going to sing a song, Mere Man, which is from my album, Aman the Rockstar.
मास्टर अमनजी हुनुहुन्थ्यो उहाँ र यस अब बच्चा बेलामा हामी जति ट्यालेन्टेड थियौँ भनौँ न अब गुच्चा खेलमा भए पनि ट्यालेन्टेड थियौँ होइन र त्यति बेला पेरेन्ट्सहरूको सपोर्ट नपाउँदाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि लाइक वी कान्ट डु एनिथिङ जहिले पनि पढाइ 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 मात्र भन्थ्यो तर आजकलको जेनेरेसनमा चाहिँ लाइक केमा इन्ट्रेस्ट छ लाइक सिङ्गिङमा इन्ट्रेस्ट छ या त डान्सिङमा इन्ट्रेस्ट छ के हबी छ भने प्लिज पेरेन्ट्सहरूलाई रिक्वेस्ट गर्न चाहन्छु तपाईँको हुन्छ नि चिल्ड्रेन्सहरूलाई चाहिँ प्लिज सपोर्ट गरिदिनु होला अहिले लाइक हुन्छ नि बुक वर्म भएर मात्र केही पनि हुँदैन वी नीड टु कम आउट फ्रम द बुक हामीले चाहिँ धेरै एक्सपिरियन्स गेन गर्नुपर्छ र एक्सपिरियन्स रियली काउन्ट्स ओके सो यही भन्दै अब तपाईँहरू सबैलाई 2013 ह्याप्पी न्यू इयर भन्दै लाइक कतिवटा भिडियोहरू गरेको छु कतिवटा त नभनौँ बिचारा 2-3वटा भिडियो र त्यसमा जहिले पनि रुवाई धुवाई मात्रै थियो तर एउटा फर्स्ट म्युजिक भिडियो जहाँ चाहिँ म आई वाज लाइक क्या हुन्छ नि पुरा झुम्दै नाच्दै गाउँदै बसिरहेको थिएँ म र उहाँ चाहिँ लाइक त्यो सिङ्गरले चाहिँ मलाई चान्स दिनुभएको थियो म जो क्यारेक्टर हो त्यो निभाउनुको लागि सो प्लिज प्रजिता गेलालजी प्लिज स्टेजमा आइदिनु होला थ्याङ्क यू सो मच तपाईँले मलाई त्यस्तो अपर्च्युनिटी दिनुभयो त्यो गीतको लागि थ्याङ्क यू सो मच इट्स ओके ओके सो अब 2013 मा चाहिँ तपाईँको चाहिँ के चाहिँ रेजोल्युसन छ त अरू नेपाली म्युजिक इन्डस्ट्रीमा अरू पनि धेरै मिठो मिठो गीतहरू दिने राम्रो राम्रो भिडियो बनाउने अनि झुमी झुमी जस्तै झुम्ने नाच्ने गाउने जस्तो म छु तिमी जस्तै यस्तै गर्ने विचार छ ओके सो अब 2012 मा त अब कति धेरै हामीले गल्तीहरू गरेका छौँ होइन र त्यो एउटा गल्तीलाई चाहिँ अब सबैजनाको अगाडि भन्नु पर्दाखेरि या त कसैलाई एकदमै हार्डली सरी भन्नु पर्दाखेरि चाहिँ तपाईँले कसलाई चाहिँ भन्नुहुन्छ त म आफैलाई सरी भन्न चाहन्छु 2012 मा म जुन अफ जुनमा म बिरामी भएँ विच वाज अनएक्सपेक्टेड अनि मेरो पनि लापरवाही थियो म अलिक अगाडि डाक्टर कहाँ गएको थिएँ भने मेरो सर्जरी हुँदैन थियो मेरो सर्जरी भयो र म सबैलाई के भन्न चाहन्छु भने हेल्थलाई केयरलेस नगर्नुहोस् होइन म आफैलाई सरी भन्न चाहन्छु ओके सो यो कति धेरैजना मान्छेलाई थाहा थिएन होला र थ्याङ्क यू सो मच र गेट वेल सुन भन्न चाहन्छु म तपाईँलाई होइन र अझै पनि हेल्थलाई चाहिँ कहिले पनि नेग्लेक्ट नगर्नु होला ओके र सबैजनालाई पनि भन्न चाहन्छु हेल्थसँग चाहिँ प्लिज कहिले पनि नखेल्नु होला डोन्ट प्ले विथ यर हेल्थ इट्स लाइक तपाईँले जति आफ्नो हेल्थसँग खेल्नुहुन्छ त्यति नै आफूलाई नै ह्याम्पर हुन्छ ओके सो स्टेज इज ऑल योर्स तपाईँले गाउन सक्नुहुन्छ थ्याङ्क यू भेरी मच सर्वप्रथम त नेपाल वान हेरिरहनु भएको देश विदेशमा रहनुभएको सबैजना र स्वदेशमा आउनुभएको सबैजनालाई धेरै धेरै धन्यवाद 2012 मा तिम्रै लागि भन्ने सङ पनि धेरै हिट भएको थियो र झुमी झुमी पनि एकदमै हिट भयो र तपाईँहरूको माया त्यसरी नै म 2013 मा पनि पाउँछु भन्ने आशा राखेको छु म प्रजिता गेलाल मलाई नबिर्सिदिनु होला जसरी 2011-12 मा माया गरिदिनु भयो त्यसरी नै 13 मा पनि माया गरिदिनु होला र ह्याप्पी न्यू इयर भन्न चाहन्छु
झुमी झुमी रहन्छु म तिम्रै यादमा मस्त भई झुमी झुमी